सबैभन्दा सजिलो काम भनेको अरूलाई दोषारोपण गर्नु रहेछ। आज त्यसैले मैले के गर्ने भनेर मैले आफूतिर भन्दा पनि त्यसले के गर्यो भन्ने कुरा सोध्छु। तपाईँ सायद घरबाट फर्किँदै गर्दा राम्रो एउटा औपचारिक कार्यक्रममा जाँदै हुनुहुन्छ भने आफूले लगाएको कपडाभन्दा फलाउनुले के कपडा लगाएर आउँछ भन्ने हामी चिन्ता गर्छौँ। अरूले लगाएको साडीसँग आफ्नो साडी पहिला तुलना गरेर आफ्नो साडी पसलबाट किन्ने समाजको निर्माण भएको छ। यसले समाजलाई आत्मनिर्भर बनाउँदैन, यसले समाजलाई सुव्यवस्थित बनाउँदैन। यसले मलाई लाग्छ समाजलाई अझ विभाजित गर्छ। समाज विभाजित गरेर, समाजलाई खण्डित गरेर, समाजलाई टुक्राएर, समाजमा निराशा बाँडेर नयाँ कुराको सुरुवात गर्न सकिँदैन, नयाँ कुराको थालनी गर्न सकिँदैन। हामीले आज विभाजितको ठाउँमा अरूलाई दोष दिने ठाउँमा हामीले सम्झनु पर्नेछ। आज स्कुल जाने बालबालिका, कतिपय बालबालिका आमबाउसँग इन्डिया गएर गिटीकुटी राख्नु भएको छ। आज आमबाउ घरमा नभएर गाडीको छेउमा कन्डक्टर भएर ढोका ढकढक गरेर एक खलासी यता आइज त भनेर अपमानजनक शब्द हाम्रा ससाना बालबालिकाले बेहोर्नु परेको छ। त्यहाँ कुरा गर्नुपर्नेछ, त्यहाँ काम गर्नुपर्नेछ। त्यहाँ हामीले छलफल, त्यहाँ हामीले बहस चलाउँदैनौँ। हामीले त्यहाँ बहस चलाउँदैनौँ। एउटा आमाले बच्चालाई जन्म दिन नसक्दै गर्दा ऐया ऐया भनेर छटपटिने आमा स्वर्गारोहण हुनुहुन्छ। हामी त्यहाँ चिन्तन गर्दैनौँ। हामी आज चिन्तन कहाँ गर्छ भन्दा अरूले कहाँ के गरिरहेका छ, अरूलाई कहाँ गाली गर्न सकिन्छ, अरूलाई कहाँ औँलो टेस्याउन सकिन्छ भन्ने हिसाबले हामीले सोचिरहेका छौँ। त्यसैले यो कार्यक्रमबाट म निवेदन गर्न चाहन्छु, हामी सबै नमिल्दासम्म कोही स्वर्गबाट या त कोही अन्तरिक्षबाट कोही छुट्टै मान्छे ल्याएर, छुट्टै यान ल्याएर, छुट्टै यन्त्र ल्याएर पनि समाज बनाउन सकिँदैन। यो आज जागोको विद्यमान अवस्था 72% बालबालिका आज बाल विवाह गर्न विवश छन्। आज नेपालका करिब तथ्याङ्कलाई हेर्ने हो भने 25-30 लाखभन्दा बढी मेरो उमेरका युवाहरू खाडीमा छन्। ती इन्डियामा गएका बाहेक युवाहरू खाडीमा छन्। ती युवा घरमा आएर आज खुर्सानी लगाउँदैनन्। ती युवा घरमा बजारबाट जाँदै गर्दा बच्चालाई हातमा कापी लिएर जाँदैनन्। प्लास्टिकमा बियरको बोतल लिएर घरमा गएर खान्छन् र बेलुका श्रीमतीसँग झगडा गर्छन्। त्यो समाजले हाम्रो समाजलाई बनाउन सकिँदैन, हाम्रो पुस्तालाई बनाउन सकिँदैन। यो अभियान हो। हामी जो जहाँ जुनसुकै भूमिका छौँ, कोही दलमा हुनुहुन्छ, कोही संस्थामा हुनुहुन्छ, कोही सरकारी सेवामा हुनुहुन्छ, सबैको एउटै प्रण गर्नुपर्ने बेला हुन्छ। समाजका व्यथितहरू नचिरिकन, समाजका अभावका विरुद्धमा हामी एक ठाउँमा नउभिकन हामीले कुपोषणका समस्या, रोगका समस्या, अभावका समस्या, गरिबीका समस्या चिर्न सक्दैनौँ। र हामी पनि आज हामीले देखेको जो समाजको अभाव छ, मेरो छोरा र मेरो नाति पुस्ता, तपाईँको छोरा र तपाईँको भतिजले त्यही पुस्ताको सामना गर्नुपर्छ भन्ने कुरा लाग्छ। म स्कुलमा पढ्दै गर्दा आजभन्दा 15-20 वर्ष पहिला एसएलसी दिँदै गर्दा मैले शिक्षाकै समस्या देखेँ। मेरो छोरी आज स्कुलमा पढ्दैछ, उसले आज पहिलो समस्या के हो भने शिक्षाको समस्या भनिराखेको छ। भोलिबाट मेरो छोरीको छोरा पढ्दा पनि केही शिक्षाको समस्या देख्ने पनि समस्याको उजागरण गरेर मात्रै समाजलाई बनाउन सकिँदैन। हामीले आफ्नो दायित्व खोजी गरौँ, दायित्व बोध गरौँ। समाजलाई मिलाएर मात्रै अगाडि लिन सकिन्छ, समाज उठाउन सकिन्छ। आजको ठाउँबाट जरुर यो समाजलाई उठाउन सकिएन भने हाम्रो प्रतिस्पर्धी, हाम्रो छिमेकी चीन होला, हाम्रो छिमेकी भारत होला, हामीले हेर्ने अमेरिका होला, हामीले हेर्ने जापान, अस्ट्रेलिया होला, तिनको तुलनामा हाम्रो मान्छे सबै गएर तिनको तुलनामा पुग्न सक्दैनौँ र तिनका नोकरभन्दा हाम्रा उत्पादन फरक हुन सक्दैन। तिनका नोकरहरू पनि तिनका मोडल हाम्रा युवालाई बनाउनु पर्नेछ। तिनले आएर नेपालका युवाबाट, कर्मठ युवाबाट सिक्ने खालको समाज बनाउने कुरामा धेरै ठुलो देशले के गर्छ त्यो छोडिदिनुहोस्, प्रधानमन्त्रीले के गर्छ छोडिदिनुहोस्, अर्को कुनै समूहले के गर्छ छोडिदिनुहोस्। तपाईँ र आफ्नो घरमा के गरिरहेका छौ भन्ने कुरा चिन्तन गरौँ। त्यो चिन्तन गर्ने सहरमा आएर सबैलाई शुभेच्छा प्राप्त होस् भन्ने कामना गर्दै यहाँहरू आएर हामीलाई सल्लाह